साँच्चै नै बाइबलको वचनले भन्दछ कि धन्यवादको बलि चढाउनेले मेरो महिमा गर्छ र म त्यसलाई आफ्नो मुक्ति देखाउने छु अनि त्यसले आफ्नो मार्ग सुधार्छ भनिकन बाइबलको वचनले भन्दछ। साँच्चै नै यो कुरा सत्य हो कि हाम्रो जीवनमा हामी हरेक कुराप्रति धन्यवादी हुन्छौँ भने हामीले आफ्नो मार्ग सुधार्न सक्छौँ, होइन? मैले यो कुरामा पनि गनगन गरेँ, मैले त्यो कुरामा पनि गनगन गरेँ भने मेरो जीवनमा परमेश्वरले सुधारको कामलाई गर्न सक्नुहुन्न। तर हरेक कुरामा जब हामी धन्यवादी बन्छौँ भने हाम्रो मार्गलाई हामीले ठिक बाटोमा हामी डोर्याउन सक्छौँ। अनि उहाँको वचन सत्य छ, यसै कारणले गर्दा उहाँको वचनले भनेअनुसार जब हाम्रो हरेक परिस्थितिमा, हरेक कुराहरूमा हामी प्रभुलाई धन्यवाद दिन्छौँ अनि हाम्रो मार्गहरूलाई हामी सुधार्न सक्छौँ। यसै कारण त पावलले आफ्नो वचनमा भन्नुभएको छ कि सङ्कष्टमा होस् अथवा दुःख कष्टमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहन सक्ने रहस्य मैले सिकेको छु भन्नुभएको छ। यसै कारणले गर्दा हाम्रो रहस्य है हरेक परिस्थितिमा सन्तुष्ट रहन सक्ने रहस्य भनेको त्यही हो कि जब हामी धन्यवादी हुन्छौँ, है। यसकारण तपाईँ र मसँग जे छ प्रभुलाई हामी धन्यवाद भनौँ, किनकि उहाँले हरेक कुरामा असल नै गर्नुहुन्छ, हरेक कुरामा भलाइ नै गर्नुहुन्छ। र तपाईँ र मेरो हरेक परिस्थितिमा प्रभुलाई धन्यवाद दिउँ, किनकि उहाँले तपाईँ र मेरो जीवनमा असल काम गर्नुहुनेछ। आमेन। धन्यवाद चढाउ हृदयदेखि, धन्यवाद पवित्र परमेश्वरलाई, धन्यवाद उहाँले दिनुभयो